मनको सिद्धान्त के हो? मलाई जे राम्रो लाग्छ त्यही गर्छु। बुद्धिको सिद्धान्त के हो? मेरो लागि जे राम्रो हो म त्यही गर्छु। तर सधैँ मन गलत पनि हुँदैन, सधैँ बुद्धि सही पनि हुँदैन। कहिलेकाहीँ मनले भावनामा आएर अरूको राम्रो सोच्न सक्छ, कहिलेकाहीँ बुद्धि भ्रष्ट हुन सक्छ। हाम्रो काम के हो त? ब्यालेन्स, सन्तुलन हो। जिन्दगीको नाम हो सन्तुलन। हामी हर चिजलाई सन्तुलनमा राखेर मात्र जिन्दगीलाई सही तरिकाले जिउन सक्छौँ। जसले सन्तुलन गर्न जान्दैन ऊ सधैँ भड्किन्छ, भ्रमित हुन्छ, कहिले दायाँ कहिले बायाँ, ऊ सही ट्र्याकमा आउन सक्दैन। त्यसकारण सन्तुलन, मनलाई कुन बेलामा चञ्चल हुन दिनुपर्ने हो, कुन बेलामा बुद्धिको उपयोग गर्नुपर्ने हो, त्यो हो हाम्रो काम। वी आर द विटनेस। हामी हो जसले मन र बुद्धि दुवैलाई हेरिरहेको छौँ। कहिलेकाहीँ मन सही हुन्छ, कहिले बुद्धि सही हुन्छ। यहाँ हामी धेरै जसो बुद्धिलाई अगाडि राख्नेछौँ, किनकि बुद्धिले धेरै जसो डिसिजन सही लिनेछ। किनकि बुद्धिले प्राय निर्णय सही लिन्छ, तर मन पनि पुरा गलत हुँदैन। मनले भावनामा आएर कहिले कहिले अरूको दुःख देख्न सक्छ, बुद्धिले कहिले कहिले आफ्नो लागि मात्र सोच्न सक्छ। त्यसकारण सबै कुराहरूलाई ब्यालेन्स गर्न सक्नुपर्छ। जिन्दगी भनेको सन्तुलन हो। जो व्यक्तिले सन्तुलन राख्न सक्छ त्यही व्यक्तिले नै जिन्दगीको भरपुर आनन्द लिन सक्छ।